सम्पूर्ण भक्तजनहरूमा म कथावाचक शिवराज पन्तको सुबिहानी। आज म स्वस्तनी परमेश्वरी भगवती माताको तेस्रो दिन तृतीय अध्याय कथा श्रवण गराउँदैछौँ। श्री स्वस्तनी परमेश्वरी भगवती माताले सबैको कल्याण गरून्। ओम सुमकषैकदन्तस्यो कपिलो गजगणिकः लम्बोदरशूर्भितो विननाशो विनायकः धूमकेतु गणाध्यक्षो भालचन्द्रो गजाननः द्वादशैतान्नामानि यफडि श्रीदान्धभिः विद्यारम्भे विवाहे च प्रवेशे निर्गणतः सङ्ग्रामे सङ्गृह्य च भिन्नतस्य न जायते भिन्नबलि कुठाराय महागणाधिपते नमः। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्भवेत्। ओम शान्तिः शान्तिः शान्तिः। यं वरमा वरुणेन्द्र रुद्रमरुता सन्वेन्द्यदेभ्यस्तवै वेदै साङ्गबद्ध कर्मोपनिषदै गार्यन्ति अंसामगा ध्यानां तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्सान्तनमविदो सुरसुरगणा देवाय तस्मै नमः। कर्पूरगरं गणावतारं संसारसारं बुष्केन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवन भवानी सहितं नमामि। सर्वं मङ्गलमङ्गले सर्वार्थसाधिके शरण्यत्र्यम्बिके गौरी नारायणी नमोस्तुते। सर्वमङ्गलमङ्गले सर्वार्थसाधिके शरण्यत्र्यम्बिके गौरी नारायणी नमस्ते। गौरी गौरी जय भगवती मैया की जय। अथ तृतीयो अध्याय सतीदेवी विवाह वर्णनम। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त मुनि, यो कुरा असङ्ख्य छ, तपाईहरूलाई संक्षेपमा मात्र भन्छु, सुन्नुहोस्। दक्ष प्रजापतिकी स्त्री बिरणीका गर्भदेखि 33 कोटी कन्या जन्मे। 33 कोटी कन्यालाई दक्ष प्रजापति र बिरणीले यथाशक्य स्नेहपूर्वक पालिँदै राखे र 33 कोटी कन्याहरू देवताले कसरी विवाह गरे भनी प्रश्न गर्नुहुँदा कुमारजी सम्पूर्ण देवता ऋषि गन्धर्व किन्नर 10 दिक्पाल आदि बसी सभा गरी भने, हामीहरूका स्त्री छैनन्। दक्ष प्रजापति 33 कोटी कन्या छन्। विवाहका लागि कन्या माग्न दक्ष प्रजापति छेउ कसैलाई पठाउँ भनी सबैले सल्लाह गरेको कुरा बताउनुभयो। यस कार्यका लागि नारद मुनिलाई उपयुक्त ठानी उहाँलाई दक्ष प्रजापति समक्ष गई उनका 33 कोटी कन्या देवताहरूसँग विवाह गर्न भनी मागी आउनको लागि पठायो। नारद मुनि देवताहरूका कुरा स्वीकार गरी दक्ष प्रजापतिलाई सम्झाउन भनी जानुभयो। त्यसपछि दक्ष प्रजापति समक्ष पुगी कुशल शिष्टाचार पछि दक्ष प्रजापतिले नारदजीको भेटको उद्देश्य जान्न चाहनुभयो। नारदजीले पनि आफूलाई देवताहरूले आग्रहपूर्वक पठाएको बेहोरा वृत्तान्त गर्नुभयो। हे भाइ प्रजापति, तिम्रा 33 कोटी कन्याहरू 33 कोटी देवताहरूलाई दिन योग्य देखिँदा दिने हो कि भनी सल्लाह गर्न आएको हुँ। यस्तो कुरा सुने पछि दक्ष प्रजापति अत्यन्त प्रसन्नपूर्वक नारदजी प्रति समादरपूर्वक भने, भलो कुरा भन्नुभयो। मेरा 33 कोटी कन्याहरू सबै नै देवताहरूलाई दिने तपाईँको अमृतमय वचनबाट मलाई धन्य गरिदिनुभयो। मेरा पुत्र नहुनाले मेरो सम्पत्तिको रक्षा र संहारका निमित्त प्रिय छोरी सत्यदेवी भने दिन्न। 33 कोटी कन्याहरू तपाईँ जहिले जसलाई भन्नुहुन्छ उनलाई टक्र्याउने छु। तपाईँ देवताहरू छेउ गएर विवाहको लग्न विचार गरी खबर पठाउनुहोस्। यस्तो भनी नाना उपचारले दक्ष प्रजापतिले नारद मुनिको स्वागत सत्कार गरे। दक्ष प्रजापतिको स्वीकारोक्ति पाएपछि नारद मुनि दक्ष प्रजापतिदेखि विदा भई स्वर्गतर्फ प्रस्थान गर्नुभयो। त्यसपछि नारदजीले देवताहरू कहाँ पुगी दक्ष प्रजापतिसँग भएको कुरा विस्तारपूर्वक बताउनुभयो। सत्यदेवी बाहेक दक्ष प्रजापतिका 33 कोटी कन्याहरू 33 कोटी देवताहरूलाई दिने भएकोले देवताहरूले विवाहको दिन ठहराइ गरी दक्ष प्रजापति कहाँ पठाउनु पर्ने नारद मुनिको भनाइ सुन्नुभयो। यो कुरा सुनेर देवता प्रसन्न भएर नारद मुनिलाई धन्यवाद दिए। केही समयपछि देवताहरू विवाहको तयारी गरे। बरियातले दक्ष प्रजापति घर बडो उत्साह र उमङ्गका साथ जानुभयो। दक्ष प्रजापतिले देवताहरू आएको देखि मनमा आनन्द मानी नाना मङ्गल यात्रा गरे। आफ्ना मर्यादाले सत्यदेवी बाहेक 33 कोटी कन्याहरू त 33 कोटी
देवताहरूलाई कन्यादान दिनुभयो। देवताहरूले कन्यादान पाई उहाँहरू आफ्ना कन्या आफ्ना आश्रममा लिएर जानुभयो। यस विवाहका सबै कुरा कैलाश पर्वतमा रहनुहुने महादेवले चाल पाउनुभयो। यी देवताहरूले मसँग यही वचन पनि नसोधी मलाई वास्तै नगरी आफ्नो मात्र कन्या लिएछन्। म कैलाशको अधिपति भई बसेको छु, तर मेरी स्त्री छैनन्। विवाहका लागि कोसँग भनौँ, कहाँ कन्या मागौँ भनी ध्यान दृष्टि विचार गरी हेर्नुभयो। दक्ष प्रजापतिका 33 कोटी कन्याहरूमा सबैभन्दा जेठी सत्यदेवीको विवाह भएको रहेनछ। जे भए पनि देवताहरूले मेरो मर्यादा राखेका रहेछन्। अब ती कन्या माग्न कसलाई पठाउँ अथवा आफै जाउँ कि भनी सोच विचार गर्नुभयो। त्यसपछि उहाँ आफै जानु उपयुक्त सम्झी दक्ष प्रजापतिका घरै कन्यार्थी भएर जानुभयो। टाढैबाट महादेव आएको देखि दक्ष प्रजापतिले आफ्नी स्त्री बेलनीसित त्यो आएको महादेव हो, के भन्न आएको भनी सोध्नुभयो। त्यस बेलासम्म महादेव दक्ष प्रजापतिको घर छेउमै आइसक्नु भएको थियो। यो देखेर दक्ष प्रजापतिले झ्यालबाट हेरी हेलाका साथ माथि आ भनी बोलाए। महादेव माथि पुगेपछि दक्ष प्रजापतिले त मेरो घरमा के कति कारणले आइस भनी तुच्छ वचन बोलेपछि महादेव आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, तिम्रो घरमा आउनको कारण के हो भने तिम्रो कृपाले 33 कोटी देवताहरूलाई कन्यादान दिई उनीहरूको उद्धार गरेछौ। अझ एक कन्या सत्यदेवी बाँकी नै रहिछन्। म यज्ञ पनि छु, तसर्थ कन्यार्थी भएर आएको हुँ, कृपा गर। महादेवका वचन सुनि दक्ष प्रजापति क्रोधित भई भन्न लागे, हे पापिष्ट महादेव, मेरो कन्या सत्यदेवी त जस्तासँग कसरी योग्य होली? त कस्तो छ भने खरानी घसी सर्पको गहना लगाउने, बाघको छाला ओढ्ने, डमरु त्रिशूल हातमा लिई बुढो गोरुमा चढी हिँड्ने, मसानमा बस्ने, खरानी घस्ने, विष भाङ धतुरो खाने, दिगम्बर देख्दैमा घिन लाग्दो अशोभा यस्तो तैँले मेरो मुखिन्जेलाई यस्तो कुरा कसरी गरिस्? जा मेरो घरबाट नबस भनी नाना प्रकारले गाली गरिरहे। महादेव दक्ष प्रजापतिले यस्तो अशुद्ध बोल्यो भनी एकदम रिसाएर दुखित हुँदै बाहिर आउनुभयो र भन्न लाग्नुभयो, नदिने विचार भए दिन्न भनेको भए भइहाल्थ्यो नि, यसरी निन्दा गर्नु के आवश्यक थियो र? यति भनिसकेपछि अब कता जाउँ, कसो गरिउँ, ती कन्या मलाई पारिदेला कि भनी दिक्क हुँदै महादेव श्री विष्णु कहाँ जानुभयो। विष्णुले महादेव आउनुभएको देखि झट्ट उठी आदर सत्कार गरी बिछाना बसाले। हजुर के कामले पाल्नुभयो भनी सोध्नुभयो। महादेवले विष्णुलाई सत्यदेवी माग्न दक्ष प्रजापति घर गएको कुरा र दक्ष प्रजापतिले नाना तरहले आफूलाई निन्दा गरेको कुरा सबै यथार्थ बताउनुभयो। मेरा घरमा स्त्री छैनन्, बिना स्त्री कैलाश शून्य छ, तसर्थ के उपाय गर्दा ती कन्यासँग मेरो विवाह होला, सोको लागि उपाय बताइ बक्सियोस् भनी विष्णु समक्ष श्री महादेवले बिन्ती गर्नुभयो। महादेवका यस्ता करुणामयी वचन सुनि विष्णुले भन्नुभयो, हे ईश्वर, यो काम म पार लगाउँला, सन्देह नगरी बक्सियोस् भनी सल्लाह दिनुभयो। अहिले म दक्ष प्रजापति छेउ जान्छु, म नआउन्जेल तपाईँ यहीँ राज गर्नुहोला भनी महादेवलाई पर्खाई आफू दक्ष प्रजापति घर जानुभयो। दक्ष प्रजापति विष्णु आउनुभएको देखि माथि डाकी आदर गरी बिछाउनामा बसाले। हे विष्णु, आज मेरो घर किन पवित्र गर्नुभयो? आज्ञा होस् भन्दै नम्रतापूर्वक सोधी विष्णु आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, केही माग्न आएको छु, यदि दिन्छौ भने माग्छु भनेर भन्दा दक्ष प्रजापति भन्छन्, हे विष्णु, आज्ञा गर्नुहोस्, तपाईँले माग्यो कुरा जेसुकै भए पनि अवश्य दिनेछु। यस्तो दक्ष प्रजापतिको वचन सुनि विष्णु आज्ञा गर्नुहुन्छ, हे दक्ष प्रजापति, वैकुण्ठको अधिपति भएर पनि मेरो स्त्री छैनन्, तिम्रो कृपाले 33 कोटी देवताले कन्या पाए। अब म सत्यदेवी विवाह गर्न बाँकी छन्, ती कन्या मलाई कृपा गर। यदि विष्णुले आज्ञा गरेको सुनि दक्ष प्रजापतिले मनमा विषाद गरी भने, हे विष्णु, हजुरलाई थाहा नै छ मेरो पुत्र छैनन्, सम्पत्तिको रक्षा गर्ने कोही छैनन्, के गरौँ, मैले बच्चा हारे, ती कन्या तपाईँलाई दिए, शुभलग्न ठहराई कन्यादानका निमित्त बरियात लिएर आउनुहोला। यति दक्ष प्रजापतिले भनेको सुनि हुन्छ भनी विष्णु वैकुण्ठ जानुभयो। विष्णु आएको महादेवले देखि
कन्यार्थी भएर गएको काम सफल भयो कि भएन भनी विष्णुलाई सोध्नुभयो। विष्णु बिन्ती गर्नुहुन्छ, हे ईश्वर, म गएको काम पुग्ला भए भने जस्तै भयो, तर मलाई भनी मागी आएको छु। तपाईँले वृद्ध सन्यासी रूपले कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नुहोस्। मलाई भिक्षा नदिई कन्यादान दिए पनि श्राप दिउँला भनी भन्नुहोला। मैले, हे सन्यासी, कन्यादानको बेला बित्न लाग्यो, कन्यादान सकेपछि भिक्षा दिउँला, श्राप नदेऊ, यहीँ आई बस भनी म बसेको ठाउँमा बसाली राखौँला। त्यसपछि कन्यादानका समयमा दक्ष प्रजापतिले कन्यादान दिँदा उसको आँखा छलेर तपाईँका हातमा पारिदिउँला। यो दिन यस बेला आउनुहोला यो भनी दक्ष प्रजापतिसँग भएको कुराको वृत्तान्त सुनाउनुभयो। यति विष्णुको वचन सुनि महादेव ल हुन्छ भनी बडो हर्षित भई कैलाश पर्वत प्रस्थान गर्नुभयो। इति स्कन्दपुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथायां दक्ष कन्या विवाह वर्णनामो तृतीयोऽध्याय। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः। ओम शान्तिः। श्री स्वस्तानी परमेश्वरी देवताभ्यो नमः। ध्यानं समर्पयामि।